नमस्कार आदरणीय दर्शक महानुभावहरू, आज पनि तपाईलाई हाम्रो अफिसियल युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। यहाँको अत्याधिक माया सद्भावले हाम्रो युट्युब च्यानल निरन्तर रूपमा अगाडि बढिरहेको छ। हामीलाई सब्स्क्राइब गर्नुभएको छ, प्रतिक्रिया पनि राम्रो गर्नुभएको छ, सल्लाह सुझाव पनि दिइरहनु भएको छ। यसको लागि यहाँप्रति हार्दिक अभिवादन र अभिनन्दन पनि व्यक्त गर्दछु। र आज पनि हामीले तपाईलाई महत्त्वपूर्ण रहने विषयवस्तुको बारेमा जानकारी दिन उपस्थित भएका छौँ। त्यो चाहिँ विशेष गरी धेरैजनाले भन्नुभएको छ, दीपकजी विशेष गरी एउटा स्टेजको कार्यक्रममा आयोजकबाट स्वागत मन्तव्य राख्दा कसरी राख्ने, यस विषयमा चाहिँ जानकारी दिनुहोस् है भन्नुभएको छ। त्यही भएर आजको विषयवस्तुमा हामीले तपाईँलाई कुनै पनि स्टेजको कार्यक्रम सञ्चालन गर्न गइरहँदाखेरि कार्यक्रम आयोजकको तर्फबाट तपाईँले दिने स्वागत मन्तव्यको बारेमा जानकारी दिन उपस्थित भएका छौँ। पक्कै पनि हाम्रो यो च्यानल हेरेर तपाईँले माया गर्नुहुनेछ र यसलाई सब्स्क्राइब पनि गर्नुहुनेछ र सँगसँगै सेयर र कमेन्ट पनि गर्नुहुनेछ, यो विश्वास लिएका छौँ। अब लागौँ हामी आजको विषयवस्तु। आजको विषयवस्तु आयोजकको तर्फबाट स्वागत मन्तव्य कसरी दिने भनेर यहाँको प्रश्नको जिज्ञासालाई समाधान गरेर उपस्थित भएका छौँ। पहिलो कुरा हामीले के बुझ्नुपर्छ भने स्वागत मन्तव्य भन्ने बित्तिकै शब्दले नै बुझाउँछ आउने पाहुनालाई स्वागत कसरी गर्ने भन्ने कुराहरू। हाम्रो इक्जाम्पल घर परिवारकै कुरा लिउँ न। हामीले घरमा कुनै पनि कार्यक्रम, एउटा अकेजन, केही विषयवस्तु चाहिँ अथवा कुनै एउटा कार्यक्रमहरू राख्यौँ अथवा पूजाहरू राख्यौँ भने हामीले कोही मान्छे पाहुनालाई बोलाउँदाखेरि के गर्छौँ भने निमन्त्रणा दिन्छौँ, आउनुहोस् भनेर निम्तो गर्छौँ नि त। निम्तो दिइसकेपछि के गरिन्छ, उहाँहरू आउँदाखेरि हामीले स्वागत गर्ने कार्यक्रम रहन्छ। ओहो आउनुभयो, आउनुहोस् न, बसौँ न। हो, यो परिपाटी चाहिँ एउटा कार्यक्रममा सञ्चालन गरिरहँदाखेरि आयोजकको तर्फबाट यस्तै तरिकाले स्वागत गर्ने चाहिँ यस विषय अन्तर्गत पर्छ। अब हामी 1 2 3 4 5 गरेर बुदामा जाउँ होइन। तपाईँलाई 4-5 वटा बुदामा जानकारी दिन्छु, त्यतिले तपाईँलाई सजिलै गरी स्टेजमा बोल्न सक्नुहुन्छ है, नआत्तिनुस्। पहिलो कुरा, 1 नम्बरमा आयोजक तर्फबाट स्वागत दिने भन्ने बित्तिकै के बुझ्नु पर्यो भने फर्स्टमा सम्बोधन। अब सम्बोधन कसरी गर्ने भनेर सोध्नुहुन्छ भने सम्बोधनको भिडियो चाहिँ मैले पहिले बनाइसकेको छु, त्यहाँ गएर चाहिँ तपाईँले भिडियोहरू हेर्न सक्नुहुनेछ। पहिलो नम्बरमा सम्बोधन गर्नु पर्यो। दोस्रो नम्बरमा के गर्नु पर्यो भने हामीले कसैले निम्तो दिइसकेपछि उहाँ आउनु भएपछि के भन्नु पर्यो, ओहो तपाईँ आउनुभयो, खुसी लाग्यो भन्छौँ नि, त्यस्तै हो। हाम्रो निम्तोलाई स्वीकार यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु भएकोमा यहाँलाई हार्दिक स्वागत र अभिनन्दन व्यक्त गर्दछौँ। दोस्रोमा भन्ने कुराहरू। तेस्रोमा हामी जाउँ। तेस्रोमा भनेको चाहिँ तपाईँले आयोजक संस्था, तपाईँ जुन संस्था हो त्यो आयोजक संस्थाको बारेमा चाहिँ जानकारी दिनु पर्यो। तपाईँ आफै पनि आयोजक हो भनेपछि तपाईँको संस्थाको बारेमा जानकारी दिँदा के दिने त भन्दा 1 नम्बरमा 3 को 1 नम्बरमा याद गर्नु पर्यो, तपाईँको स्थापना कहिले भयो थोरै जानकारी दिने। दोस्रो नम्बरमा के गर्नु पर्यो, कुन उद्देश्य त्यो केन्द्रित भएर यो संस्था सञ्चालन भएको त्यो बारेमा जानकारी दिने। र तेस्रो नम्बरमा हामीले जान्नुपर्ने कुरा के छ भने तपाईँको संस्थाले गरेका उपलब्धिहरू के छन् त, के प्रगति गर्यो त, यसबारेमा थोरै जानकारी दिनुभयो भने चाहिँ त्यति बेला धेरैजना सबैजना आइसक्नु भएको हुन्छ। किनभने आसनग्रहणको प्रक्रिया, ब्याज वितरण होला, उद्घाटन होला वा स्वागत होला होइन, यो विषयवस्तु रहिरहँदाखेरि चाहिँ वक्ताहरू पनि आइसक्नु भएको हुन्छ र सँगसँगै दर्शक दीर्घा पनि आइसक्नु भएको हुन्छ। त्यो भएर तपाईँलाई गाह्रो पर्दैन है, ढुक्काउनुहोस्। अब चौथो नम्बरमा के कुरा याद गर्ने भने कार्यक्रमको बारेमा जानकारी। कुनै पनि उद्देश्य बिना त हामी कार्यक्रम गर्दैनौँ भनेपछि त्यो उद्देश्यमा केन्द्रित रहेर आजको विषयवस्तु के छ त हाम्रो टपिक्स, त्यो टपिक्सको बारेमा क्लियर पार्यो भनेको जानकारी दिने। आज यो उद्देश्यका साथ यो कार्यक्रम हामीले आयोजना गरेका छौँ भनेर कार्यक्रमको बारेमा, उद्देश्यको बारेमा चाहिँ प्रश्न पार्ने काम पनि स्वागत मन्तव्य गर्दा गरिँदो रहेछ, ताकि अन्य वक्ताहरूलाई बोल्न सजिलो होस्। यस्तो कार्यक्रम रहेछ है, यस्तो संस्था रहेछ है भनेर उहाँहरूलाई बोल्न पनि सहजीकरण बनाउनको लागि चाहिँ यसले ठुलो मद्दत पुग्छ। र अर्को नम्बरमा जानुहोस् त। अर्को नम्बरमा भनेको चाहिँ कार्यक्रमको अन्त्यसम्म बस्नुहोस् है भनेर आग्रह गर्नु पर्यो। भनेपछि कसरी भन्ने, आदरणीय महानुभावहरू, आजको यस कार्यक्रमलाई पक्कै यहाँको उपस्थितिले पूर्ण रूपमा हाम्रो यो कार्यक्रमको शोभा बढेको छ र कार्यक्रमको अन्त्यसम्म बसेर यो कार्यक्रमलाई सफल बनाउनु हुनेछ भन्ने अपेक्षा राख्दै यसरी चाहिँ जोड्नु पर्यो। र अन्तिममा धन्यवाद र कार्यक्रम सफल बनाउन अनुरोध गर्दै स्वागत गर्नुपर्दो रहेछ। अब यसलाई भन्दा कसरी भन्ने भने आजको यस कार्यक्रमको अन्त्यसम्म बसी कार्यक्रमलाई शोभा बढाइदिनु हुनेछ र उद्देश्यलाई सार्थकता प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै यहाँहरू सम्पूर्णमा कार्यक्रमको अन्त्यसम्म बसिदिन अनुरोध गर्दै स्वागत गर्दछु। स्वागतम सुस्वागतम, धन्यवाद, नमस्कार। हो, यसरी चाहिँ हामीले स्वागत मन्तव्य सजिलै गरी दिन सक्छौँ। त्यही भएर यो 4-5 वटा बुदाहरू चाहिँ तपाईँले एकदम ध्यान दिनु होला, तपाईँको लागि एकदम महत्त्वपूर्ण छ। पहिलो कुरा फेरि म जानकारी गराउँछु है। पहिलो कुरा सम्बोधन गर्ने,
हैन। दोस्रो कुरामा के गर्ने भन्दा हाम्रो निम्तोलाई स्वीकारे, हामीले निम्तो पठाएको थियौँ, यहाँ आउनुभयो, खुसी लाग्यो भन्न पर्यो। तेस्रो नम्बरमा संस्थाको थोरै जानकारी दिनु पर्दो रहेछ। चौथो नम्बरमा के गर्न पर्यो भने आजको कार्यक्रमको बारेमा थोरै जानकारी दिने रहेछ। र पाँचौँ नम्बरमा के रहेछ भन्दा कार्यक्रमको अन्त्यसम्म बस्न आग्रह गर्दै स्वागत गर्ने रहेछ। यति कुरा जान्नुभयो भने सजिलो हुन्छ। अब एउटा कुरा चाहिँ के नबिर्सिनुहोस् भने तपाईँले भर्खरै बोल्न जानुभएको छ भने याद गर्नुहोस्, धेरै लामो नबोल्नुहोस्। छोटो बोल्नुभयो भने पनि पुग्छ, स्तरीय हुन्छ। त्यही भएर लामो बोल्नुपर्छ भन्ने खालको मेन्टालिटी नलानुहोस्। थोरै र मिठो बोल्नुभयो भने प्रभावकारी हुन्छ। यो चाहिँ यहाँलाई जानकारी दिँदै अब आजको विषयवस्तुको बारेमा यहाँलाई कस्तो लाग्यो, सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ है। यो पनि यहाँलाई जानकारी गर्दै र हाम्रो यो युट्युब च्यानल र सँगसँगै म जानकारी गर्नेछु, हाम्रो टिकटक च्यानल पनि छ। टिकटकको पेजमा गएर टिकटकमा गएर तपाईँले हेर्न सक्नुहुनेछ। त्यसमा DEEPSHREECM तपाईँले सर्च गर्नुभयो भने टिकटकमा गएर धेरै भिडियो छ। 3.1 मिलियन यस्तो भ्यूहरू चाहिँ भइरहेको छ। त्यसले गर्दा त्यहाँ पनि धेरै कुरा तपाईँले थाहा पाउन सक्नुहुनेछ। तर विस्तृत रूपमा चाहिँ हामीले यही युट्युब च्यानलमा राख्ने गरेका छौँ। अर्को हप्ता यस्तै विषयवस्तु लिएर आउनेछौँ। त्यतिन्जेलका लागि हामीलाई माया पनि गर्दै गर्नुहोला, प्रतिक्रिया पनि गर्नुहोला र सँगसँगै सब्सक्राइब पनि गर्न नभुल्नुहोला। हस्त आजको लागि दीपक लामिछाने बिदा चाहन्छु। नमस्कार, शुभ पल।